नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्ड र सहसंयोजक कमरेड माधव कुमार नेपालले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै जोडदार तालीका साथ हामीले नयाँ इतिहास रचना गरेका छौँ कि अब नेपाली कम्युनिस्ट आन्दोलनको मूल धारा मूल केन्द्रको रूपमा हामीले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका छौँ। अब विभिन्न धारा प्रवाहमा रहेका क्रान्तिकारीहरूलाई देशभरका प्रगतिशील शक्तिहरूमा यो धाराको प्रवाहमा समाहित हुनको लागि पनि म यो राष्ट्रिय सम्मेलन तर्फबाट हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अब यो ऐतिहासिक निर्णय घोषणा र खुसियालीको सन्दर्भमा अब हामी संक्षेपमा नवनिर्वाचित संयोजक सहसंयोजक र केन्द्रीय समितिलाई संक्षिप्त शुभकामना मन्तव्यको लागि म कमरेड पम्फा भुषण जो नेपाली कम्युनिस्ट आन्दोलनको नेपाली महिला आन्दोलनको नेता नेत्री हुनुहुन्छ म उहाँलाई शुभकामना मन्तव्यको लागि मञ्चमा आमन्त्रण गर्दछु। कमरेड पुष्पा कमरेड पम्फा भुषण। यो ऐतिहासिक 11 राष्ट्रिय सम्मेलन सम्पन्न हुँदैछ र हामीले नीति र विधि हाम्रा न्यूनतम कार्यक्रम पास गरिसकेपछि त्यसको कार्यान्वयन र नेतृत्व गर्ने मुख्य नेतृत्व संयोजकको रूपमा नेपालको कम्युनिस्ट आन्दोलन समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको नेतृत्व गरेर गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री समेत बनेर अघि भन्नुभएका आदरणीय कमरेड प्रचण्ड त्यस्तै नेपालको फरक ढाँचाको कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेर पूर्व प्रधानमन्त्री समेत रहनुभएका आदरणीय कमरेड माधव नेपाल सहसंयोजक भन्नुभएको सन्दर्भमा उहाँहरू लगायत सबै नेपाली कम्युनिस्ट पार्टीका सदस्य बनेका छौँ। मञ्चतिर बस्ने र हलमा बस्ने सबै कमरेडहरू सबै साथीहरू पत्रकार मित्रहरू सबैमा मैले हार्दिक तथा न्याय चाहन्छु। हामीले नेपालमा इतिहास रचेका छौँ। हाम्रो अघिल्लो पुस्ताले सुरु गरेको नेपालमा सामन्तवाद र साम्राज्यवाद र अधोपनिवेशित नेपाललाई राष्ट्रिय स्वाधीनता बनाउने कम्युनिस्ट आन्दोलनलाई यो पुस्तासम्म आउँदा हामीले सामन्तवादको अन्त गरेर निरङ्कुश राजतन्त्र एकात्मक राज्यको अन्त गरेर समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नेपाल निर्माण गर्न सफल भएका छौँ। हामी त्यसको कार्यान्वयन अगाडि बढ्दा राष्ट्रका स्वाधीनताका वैज्ञानिक अखण्डताका चुनौतीहरू एकातिर छन् भने त्यो आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने चुनौती पनि यति बेला आन्दोलनमा खडा थियो। यो चुनौती र आवश्यकतालाई महसुस गरेर विभिन्न धारामा विभाजित क्रान्तिकारी कम्युनिस्टहरूको 10 घटकको एकताद्वारा नेपाली कम्युनिस्ट पार्टी आज
नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्न छरिएर लागेका कम्युनिस्ट पार्टीहरू सच्चा इमानदार कम्युनिस्टहरूलाई चाहिँ अझै एकताको एउटा बृहत एउटा अभियानलाई अगाडि बढाएर नेपालमा एउटै क्रान्तिकारी पार्टी र हाम्रै जीवनमा समाजवादी क्रान्ति सम्पन्न गरेर स्वाधीन राष्ट्र निर्माण गर्ने अधिकार पुरा गर्न यो नेतृत्व सफल हुनेछ। उहाँको नेतृत्वमा हातेमालो गरेर हामी सबै अघि बढ्न प्रतिबद्ध छौँ। फेरि पनि म उहाँहरूलाई हार्दिक बधाई। उहाँको कार्यकाल अझ अर्को इतिहास रच्ने समाजवाद निर्माण गर्ने कार्यकाल हुनेछ। हार्दिक बधाई र शुभकामना भन्दै आफ्ना भनाइलाई व्यक्त गर्छु। धन्यवाद। राष्ट्रगान। अब यसरी नै शुभकामना मन्तव्यको लागि म नेपाली कम्युनिस्ट आन्दोलनकै वरिष्ठ नेता तथा हाम्रो यस नवगठित पार्टीका वरिष्ठ नेता कमरेड नारायण काजी श्रेष्ठलाई म शुभकामनाको लागि मञ्चमा आमन्त्रण गर्दछु। कमरेड नारायण काजी श्रेष्ठ ठुलो सङ्कल्पसहित सङ्घर्ष गर्न तयार भएर एकीकरणमा आउनुभएका कमरेडहरू एकछिन यहाँ कुर्सीमा बसेर थाप्नु नहोला भने मेरो अपिल चाहिँ तपाईँले भित्र आइदिनुहोस्। सबै कमरेडहरू जो बाहिर हुनुहुन्छ यहाँ कुर्सीले धान्दासम्म भित्र आउनुमा विशेष अप्ठ्यारो गर्न थाल्नु। हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीका श्रद्धेय संयोजक कमरेड, सहसंयोजक कमरेड, अन्य सबै आदरणीय नेता कमरेडहरू र उपस्थित सबै सहयोगका कमरेडहरू, क्रान्तिकारी लाल आजको यो इतिहासको विशिष्ट क्षणमा म यो एकताप्रति तपाईँहरू जस्तै प्रसन्नता व्यक्त गर्दै सबैलाई बधाई र शुभकामना गर्दछु। विशेषतः यो एकीकृत पार्टीले अहिलेको एकताको सम्मेलनबाट संयोजक र सहसंयोजकको मूल जिम्मेवारीमा निर्वाचित हुनुभएका संयोजक कमरेड र सहसंयोजक कमरेडलाई विशेष बधाई दिन चाहन्छु र यो एकताले जुन ऐतिहासिक अभियान बोकेको छ यो ऐतिहासिक अभियानलाई सफलतापूर्वक पुरा गर्ने दिशातिर उहाँले अगुवाई गर्नुहुनेछ र पार्टीको एकता महाधिवेशनको बिन्दुमा पुर्याउँदै त्यस पछाडि पनि आवश्यक भूमिका सहित यो कम्युनिस्ट आन्दोलनलाई नेतृत्व दिइराख्नुहुनेछ भन्ने शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। कमरेडहरू, अहिले संयोजक कमरेड र कमरेडले मूल सम्बोधन गर्न बाँकी नै छ। मैले अहिले सुनेको छु म पछाडि नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता कमरेड वामदेव गौतमले पनि सम्बोधन गर्दै हुनुहुन्छ। त्यसैले समयको सीमा पुग्न सकिन्छ। तर पनि यो शुभकामना दिने सन्दर्भमा म बधाई र शुभकामना हामी सबैका लागि किन भन्ने प्रश्नमा केही कुरा संक्षेपमा राख्न चाहन्छु। म लामो विस्तारमा हाल्नु छैन। हामीले यो एकीकृत पार्टी निर्माण गरेको यहाँ धेरै कुरा आइ नै सकेको छ। हामीले घोषणापत्र विधान पनि पारित गरिसकेका छौँ र हामीले अझै स्पष्ट हुनुपर्ने कुरा के हो भने हामीले नेपालमा पुँजीवादी जनवादी क्रान्ति आधारित रूपमा आफ्नै मौलिकतामा सम्पन्न भइसकेको अहिलेको स्थितिमा नेपाल समाजवादी क्रान्तिको चरणमा छ र हाम्रो रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादी स्थापना गर्नु हो र त्यो नेपाली विशिष्टतायुक्त अथवा विशिष्टता सहितको वैज्ञानिक समाजवाद हुनेछ। त्यसका निम्ति हामीले पार्टी एकता गरेका हौँ भनेर हामीले सङ्कल्प गर्नु परेको छ, प्रतिबद्धता व्यक्त गर्नु परेको छ।
हामीले त्यो नेपाली विशिष्टता सहितको वैज्ञानिक समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न वैज्ञानिक समाजवादको नारा दिएर हठात एकैचोटि राज्यको चरित्र र समाजको चरित्र वैज्ञानिक समाजवादको पुग्यो भनेर घोषणा गरेर मात्रै हुने होइन। त्यसको लागि हामीले मूल कार्यनीतिलाई पुरा गर्ने अगाडि बढ्नुपर्ने हुन्छ। आजको मूल कार्यनीति भनेको हामीले सामाजिक न्याय सहितको समृद्धि हो, समाजवादको समृद्धि र समाजवादको आधार कायम पार्नु हो। आज नेपालमा जो ऐतिहासिक युगान्तकारी महत्त्वको राजनीतिक परिवर्तन भयो, जसमा जनयुद्धको निर्णायक मुख्य भूमिका जनआन्दोलनको त्यस्तै प्रकारको महत्त्वपूर्ण भूमिका प्रतियोगिता संयोजन गरेर नेपालमा जो ऐतिहासिक युगान्तकारी राजनीतिक परिवर्तन जो स्थापित भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक प्रणाली र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको अन्तर्वस्तु सहितको लोकतन्त्रको हामीले संस्थागत गरेका छौँ। त्यसबाट अपेक्षा गरेको आजको कुरा के हो भने सामाजिक आर्थिक रूपान्तरण होस्, विकास र समृद्धि तीव्र अगाडि बढोस्, खर्च मारोस् र जनताको जीवन स्तरले नयाँ जीवन प्राप्त गरोस्। यस प्रकारले सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धि हाम्रो अहिलेको मूल कार्यनीति हो, जसलाई हामीले समाजवादको समृद्धि र सामाजिक न्यायको समृद्धि भन्न सक्छौँ। त्यसरी मात्रै समाजवादको आधार तयार हुन्छ। र त्यसो भनिरहँदा यो मूल कार्यनीतिको श्रृङ्खलाबाट अगाडि बढिरहँदा यो मूल कार्यनीति कार्यान्वयन गर्न वैज्ञानिक समाजवादका जति अन्तर्वस्तु कार्यक्रम आज लागू गर्न सम्भव छ त्यो लागू गर्दै जाने हो। त्यो लागू गर्दै जाने प्रक्रियामा मात्रै हामीले यो कार्यक्रमलाई वैज्ञानिक समाजवादसम्म पुर्याउन सक्छौँ, रणनीति कार्यान्वयन गर्न सक्छौँ। त्यसको निम्ति हाम्रो एकता हो। हामीले यस सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धिको प्रक्रियालाई तीव्रतामा पुर्याउन सकेको, खर्चको बिना अपनाउन नसकेको कारणले पछिल्लो अवस्थामा हामीले एक चित्र बनाएर आन्दोलन खोज्यौँ। सुशासन, सामाजिक न्याय र समृद्धि प्रक्रियामा हामीले छुट्दै हामी सरकारबाट हट्यौँ र अहिले जेएनजी पुस्ताले एउटा विद्वानको आन्दोलन छेडेर त्यही मूलबाट सुशासन, समृद्धि र सामाजिक न्यायको आवश्यकता छ भनेर गयो र हामी अहिले त्यही दिशातिर अगाडि बढ्नु परिरहेको छ। यही मूल कार्यनीतिको श्रृङ्खलाभित्र रहेर हामीले अहिलेको मूल कार्यनीति अन्तर्गत तात्कालिक कार्यनीति घोषित नीतिमा निर्वाचन सम्पन्न होस् भनेर बनाएका छौँ र घोषित नीतिमा निर्वाचन सम्पन्न भएन भने देशमा त सङ्कट गम्भीरता छ, अनिश्चय र अनुरूप दिशातिर देश जाने खतरा छ। त्यस कारणले हामीले निर्वाचन सम्पन्न कायमै गर्नुपर्छ। यसको निम्ति पहिलो आवश्यकता हो सरकारले नेतृत्व गरोस्। दोस्रो आवश्यकता हो हामी सबै राजनीतिक पार्टीहरू त्यसमा एकताबद्ध भएर जाउँ। कतिपय राजनीतिक पार्टीहरू अन्नमा छन्, उहाँलाई पनि हामी अपिल गर्न चाहन्छौँ घोषित नीतिमा निर्वाचन सम्पन्न गर्नैपर्छ र त्यसपछि सरकारलाई सफलतामा अर्को आवश्यकता हो। यसको निम्ति सरकारले अहिले उपयुक्त वातावरण निर्माण गर्न सक्नुपर्छ, निर्वाचन आयोगको तयारी गर्नुपर्छ भने यो मूल कार्यनीति अन्तर्गत आजको अर्को कार्यनीतिक पक्ष हाम्रो ध्यान जानु छ। त्यो भनेको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको खतरा हामीले देखिरहेका छौँ। त्यस कारणले यो खतराबाट देशलाई बचाउन हामी सम्पूर्ण सचेत हुनुपर्ने आवश्यकता छ। आवश्यकता भए त्यसको निम्ति आवश्यक ढङ्गले सम्पूर्ण सक्रियताले काम गर्ने आवश्यकता छ। यसको निम्ति यसरी म अन्तमा के भन्न चाहन्छु भने यस देशका निम्ति गरिएको यो बाध्यता नेपाली कम्युनिस्ट आन्दोलनको सम्पूर्ण एकीकरणको प्रस्ताव भन्नुपर्छ। आजको एकता घोषणा गरिरहँदा यो एकतामा सामेल हामी पार्टीहरू भित्रैका कतिपय साथीहरू अझै पनि बाहिर हुनुहुन्छ। पहिलो हामीले उहाँलाई यहाँ भित्र ल्याउने वातावरण बनाउनुपर्छ। त्यसको निम्ति अझै छलफल गर्नुपर्छ भने अर्को कुरा हामीले अहिले सामेल पार्टीहरूभन्दा बाहिर भएका पार्टीहरू पनि समाजवादको रणनीतिक लक्ष्य र यो कार्यनीतिमा सहमत हुने शक्तिहरूलाई हामीले नेपाली कम्युनिस्ट वामदलको पुरा एकीकरणको अपिल गर्न त्यो दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ। र साथसाथै हामीले अहिले संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि जुन खतराको स्थिति छ त्यसपछि एकीकृत पार्टीले सम्पूर्ण देशभक्त शक्तिहरू
सुशासन र समृद्धिका पक्षधर सच्चा लोकतन्त्र राज्य सबैसँग संयुक्त मोर्चा गर्न अगाडि बढ्ने पहल गर्नुपर्नेछ। दोस्रो, हामीले अब नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकरणलाई यो ढङ्गले प्रस्तावित रूपमा अगाडि बढाएका छौँ भने नेपाली कम्युनिस्ट आन्दोलनको समस्या जो वैचारिक सांस्कृतिक समस्या छ, यो वैचारिक सांस्कृतिक समस्यालाई पनि समाधान गर्न ठुलो वैचारिक सांस्कृतिक रूपान्तरणको अभियान हुने क्रम छ। हामीले हाम्रो उद्देश्य हाम्रो आवासमा घुमिनु हुँदैन, स्थल घुमिनु भएन, वैचारिक सैद्धान्तिक स्तर उठाउनु पर्यो र विचारगत विकास गर्नु पर्यो, विधि र पद्धतिमा कार्य चलाउनुपर्छ, सामूहिकता र संस्थागतमा ध्यान दिनुपर्छ, हामीले सांस्कृतिक रूपान्तरणको प्रक्रिया अगाडि बढाउनुपर्छ र बलबाट जनमुक्ति हासिल गर्नुपर्छ। यसको निम्ति व्यापक रूपान्तरणको अभियान सञ्चालन गर्नु दोस्रो आवश्यकता छ। त्यसैले एकीकृत पार्टी तर रूपान्तरणसँग एकीकृत पार्टी आजको आवश्यकता हो। र तेस्रो र अन्तिम क्रममा भन्न चाहन्छु, हाम्रो पार्टीले जेनजी मुद्दाले उठाएको चेतनाले गर्नुपर्छ। जेनजीले उठाएका मुद्दाहरू जो भ्रष्टाचार विरुद्ध सुशासनको मुद्दा छ, राजनीतिक स्थिरताको मुद्दा छ, राजनीतिक पार्टी र राजनीतिक शुद्धिकरणको मुद्दा, प्रस्तावको मुद्दा छ, त्यो मुद्दालाई आत्मसात गर्नुपर्छ र हाम्रो पार्टीको संरचनामा पनि जेनजी सहितका युवाहरूलाई उल्लेख्य ढङ्गले समावेश गर्ने सक्षम बनाउनुपर्छ। यसो गर्यो भने हामी निश्चित रूपमा हाम्रो योगदान गर्न सक्नेछौँ। त्यसको निम्ति सबैलाई शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद तपाईँ। अब यसरी नै शुभकामना मन्तव्यको क्रममा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता, हाम्रो पार्टीका पनि वरिष्ठ नेता कमरेड बालदेव गौतमलाई म शुभकामनाका लागि आमन्त्रण गर्दछु। कमरेड बालदेव गौतम। हाम्रो यो उपस्थितिको अध्यक्षता गर्नुभएका हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीका संयोजक उहाँहरूलाई धेरै भन्नु छैन, किनभने हामीले नेपालको संविधान 2072 सालमा जारी भयो। त्यो संविधानको सुरुमा लेखिएको छ, अब नेपालमा लोकतान्त्रिक मूल्य मान्यता नभई समृद्ध समाजवाद निर्माण गरिनेछ। आज कति वर्ष हो हामी कतिपल्ट प्रधानमन्त्री बन्यौँ, हामीले कतिपल्ट प्रधानमन्त्री बनायौँ, कति मन्त्री बनायौँ, तर हामीले हाम्रो संविधानले व्यवस्था गरेको, त्यो प्रस्तावनाले व्यवस्था गरेको त्यो चरित्रको संविधान समाजवाद निर्माण किन भएको? कहिले त्यो निर्माण गर्ने कोसिस गर्नुभयो, गर्नुभएको, अहिले बोल्दाखेरि मलाई जवाब दिनु भयो। संविधानमा लेखिएको छ त्यो नगर्ने, संविधानमा लेखिएको छैन धेरै कुरा गर्ने र अब समाजवादी क्रान्ति गर्यो। त्यो संविधान बनाउँदाखेरि त्यो समाजवादी क्रान्ति गर्दै लेख्न बताइयो, के हो समाजवादी क्रान्ति भन्नु होला, त्यसको परिभाषा दिनु होला। त्यो समाजवाद के हो? हाम्रो संविधानमा लेखेको त्यो समाजवादमा हामी नगएको हुनाले राजा भौगोलिक घटनाहरू घट्यो, त्यो समाजवाद निर्माणमा हामी प्रयोग नगरेको हुनाले
जेनजी आयो र आज हामी फेरि पुरानो अवस्थामा फर्किन गइछौँ किनकि हाम्रो सिद्धान्तले भन्छ जे गर्नुपर्ने हो त्यो दुनियाँमा गर्ने अर्को छ र अर्को शासन गर्छ हामीले एउटा संरचना गराएर कसरी जाने के गर्ने कुन जनतालाई के अधिकार सबै हाम्रो संविधानमा संविधानमा कसरी कार्य निर्माण गर्ने भन्नुपर्ने छ हामीसँग सिद्धान्त छ मार्क्सवादी छ अब अर्को कुरा एकदम शब्दहरू गरुडमा शब्दहरू अगाडि सारेर लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएको समाजवादमा निर्माण नगर्ने त्यो के हो भनेको दबाब अनि क्रान्ति गरेर समाज ल्याउने त्यो क्रान्ति कस्तो हो सबै बन्धुको हिँड्ने क्रान्ति हो कि फेरि जनतालाई बलिदान गर्ने क्रान्ति हो कि के हो कुन चाहिँ क्रान्ति प्रश्न हुनुपर्छ म संविधान निर्माण गर्ने व्यक्ति यहाँ भएका धेरै कामरेडहरूको संविधान निर्माण गर्नुपर्छ आदरणीय संयोजक धेरै बेतानी त्यो समाजवाद त्यो कारणले निर्माण भएन अनि अर्को संरचना खडा गरेर समाजवादी क्रान्ति गर्नुपर्छ रुसको जस्तो क्रान्ति अक्टोबर क्रान्ति जस्तो क्रान्ति गर्नुभएको त्यो अक्टोबर जस्तो क्रान्तिले यो संसारलाई चकित पार्ने गरी समाजवाद निर्माण गरेको थियो तर 70 वर्षपछि 74 वर्षमा त्यो समाजवाद भयो र त्यसको ठाउँमा पनि भएर के कारण त्यसको जवाब दिनुहोस् किनकि मार्क्स र एंगल्सले पनि विपरीत तत्त्ववादी चेतना र सङ्घर्षको नियम अरूमा लागू गर्नुभयो तर समाजवादमा भएपछि त्यसको विपरीत तत्त्व के हो त्यो बताउनु सक्दैन समाजवाद मात्रै निर्माण गर्ने समाजवाद मात्रै निर्माण गर्ने कुरा भयो त्यसको विपरीत तत्त्व भएन किनकि विपरीत तत्त्व नभएमा जीवन हुँदैन विपरीत तत्त्व नभएमा कुनै पनि शिक्षा रचना गराउन सक्दैन त्यो मार्क्सको पनि कमजोरी हो एंगल्सको पनि कमजोरी हो लेनिनको पनि कमजोरी हो र स्टालिनको पनि कमजोरी हो र त्योदेखि आजसम्म जसले त्यसलाई विचार गर्नुभएको छ र चलाउनु पनि कमजोरी हो उनीहरूलाई दोष पनि होइन आज पनि तपाईँहरू भन्दै हुनुहुन्छ समाजवादी क्रान्ति समाजवादी क्रान्ति तपाईँहरूलाई यहाँ बसेकाहरूलाई आजसम्म नगरेर हामी राम्रै गर्दैछ भन्नु मिल्थ्यो तपाईँको क्रान्तिको निष्पक्ष त्यो क्रान्ति के हो यो हो क्रान्ति भनेर भन्नुपर्छ तब मात्रै मैले काङ्ग्रेसहरूलाई काँधमा हालेर उठाइरहेको सक्छु मैले पनि दुईवटा एक गर्न सक्छु विषयवस्तुहरूमा के छ नेपालमा जेन्दै किन खोल्नको किनकि संविधानमा एउटा पनि लागू गर्नु अनि त्यसो भएपछि को संविधानभित्र भएको विषय हामीले मात्रै हेर्छ अरूले हेर्दैन अरूले पढ्न जानेको छैन अरूले पनि पढ्न जाने धेरै छ हुँदैन अनि त्यो नगरेपछि के कारणले भएन बित्नु त्यसो भएर संविधानमा व्यक्त भएको लेखिएको त्यो समाजवाद चाहियो त्यसो भएर मेरो अनुरोध छ अब यो नेतृत्वले त्यो मान्छे भन्नुभएको त्यो गर्नु छ नै चिन्तनको निम्ति समाजवादी क्रान्ति भने पनि हाम्रो संविधानमा उल्लेख भएको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद निर्माण गरेर देखाउनुपर्छ त्यो निर्माण गर्नु निम्ति पढ्दै भाषा
भाग हुन सक्छ। मेरो विश्वास छ कि आज हामीले 10वटा कार्यलाई ल्याएका छौँ। विभाजित भएको कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने योभन्दा ठुलो काम कहिले पनि गर्नु थिएन, त्यो आज हामीले गरेका छौँ। यो पार्टी नेपालको सबभन्दा ठुलो, सबभन्दा धेरै संरचना बोकेर आएको, सबभन्दा धेरै बलिदान गरेको पार्टी हो। त्यसको हुनाले यो पार्टीले तुरुन्तै त्यो काम गर्न सक्छ। र अब मेरो दोस्रो विषय भन्छु। दोस्रो विषय के छ भने आजसम्म पार्टी निर्माण गरेको छैन। कतिवटा निर्णय भए, पार्टी सञ्चालन गर्ने कुरा पनि भए, तर पार्टी सञ्चालन गर्न, पार्टी निर्माण गर्न, त्यो सबै गर्नको निम्ति सिद्धान्त चाहिन्छ, किताब चाहिन्छ, पढ्नुपर्छ, लेख्नुपर्छ, सबै कुरो गर्नुपर्छ। तर पार्टीलाई चाहिने आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने भयो। पहिले कुनै महादेशमा भएको छ, त्यो सबै यस्तो छ, यस्तो छ, यस्तो छ, यस्तो छ, लाखौँ व्यक्तिहरूलाई जमा लाग्छ। तर पार्टीको आर्थिक स्रोत के हो? पार्टी सरकारको आर्थिक स्रोत के हो? पार्टीमा काम गर्ने नेताहरूको खर्चको स्रोत के हो? जनताको स्रोत के हो? सदस्यहरूको स्रोत के हो? पुँजीपतिहरूसित गएर चल्न हाल्ने अनि पार्टी त्यस्तो होइन। अब यो पार्टीले सुरु गर्नुपर्छ। हामी उत्पादन आधारित पार्टी निर्माण गर्छौँ। उत्पादन आधारित पार्टी प्रत्येक नेताले कुनै न कुनै संरचनामा वर्षमा 1 महिना, महिनामा 5 दिन भए पनि काम गर्नुहुन्छ र काम गरे बापत ज्यादा हुनुहुन्छ। त्यो ज्यादा त्यो सक्नु सक्नुहुन्न, त्यो गर्न सक्नुहुन्न। किनकि यसपल्ट हामीसँग भन्नै 2000 व्यक्तिगत सदस्य हुनुहुन्छ। 2012 लाख पार्टी सदस्यहरू हुनुहुन्छ। त्यो देशभरि हुनुहुन्छ, यहाँ पनि काम गर्छ। यो शक्तिलाई तपाईँले प्रयोग गर्नुभयो भने 753 बारीमा बजार विकास गर्न सकिन्छ। 743 वडामा प्रत्येक वडामा 5वटा उत्पादन समूह निर्माण गर्न सकिन्छ। र यो सधैँभरि सरकारले योगदान गर्ने महिना परिवर्तन गर्ने सिस्टम राज्य सरकारको शासन, यो शासन प्रणालीलाई समाप्त गरेर प्रत्यक्ष निर्वाचन राष्ट्रपति प्रणालीलाई काम गर्नुपर्छ र पूर्ण समाजवादी निर्वाचन त्यसो भयो भने हामी अगाडि बढ्न सक्छौँ। र मेरो अनुरोध छ तपाईँहरूलाई त्यो पास गरिदिनुहोस्। जनताले साथ दिनु प्रयास। अहिले हामीसँग 10-12 लाख पार्टी सदस्यहरू छन्। अब हामी जनताको निम्ति गरे 6 महिनामा त्यो 20 लाख हुँदैछ। त्यसपछि 50 लाख हुँदैछ र पार्टी सदस्यको संख्या 1 हुँदैछ। पार्टी सदस्यको संख्या कति गर्नुहुन्छ? हामी बलिदान तयार भयो भने हाम्रो बाटोमा हिँड्नेहरू धेरै आउन सक्छन्। मैले यो यहाँ मात्रै भनेको छैन। 8 पार्टीको पहिलो एकीकरणको दिनगत अस्ति मैले त्यहाँ पनि भने कमरेडहरू तपाईँले भनिदिनु होला। आज म सम्झाएको छु 2 लाख कमरेडहरूलाई कि उत्पादनमा आधारित कम्युनिस्ट पार्टी निर्माण गर्ने काम हामीले गर्दैछौँ भनेर हामीले भन्नुपर्दछ। र हाम्रा नेता कार्यकर्ता सबैले आफूले काम गरेको पैसाबाट आफ्नो दिल्लीका सञ्चालन गर्ने कुनै हामी हाम्रो देशलाई साँच्चै नै समाधान लिएर जान सक्छौँ। मैले चित्त दुखाएर आलोचना गर्नु होला।
तिमी आलोचना समाजमा छौ कहीँ काम गरिदिनु पर्छ मैले भनेको आगे गरिदिनुहोस् मलाई त बोल्दा त्यसको नेतृत्व गर्नुहोस् सधैँभरि किताब पढेको छ लेखेको छ त्यही हाल्नु पऱ्यो उत्पादन सुरु गर्नुपर्छ सबको समाधान चाहिनुपर्छ त्योदेखि बादहरू धेरै समाजमा ती समाजमा प्रयोग गरेको हुन्छ